नमस्कार। आज म एउटा छुट्टै विषयवस्तु लिएर यहाँको समक्ष आएको छु। एउटा के छ भने एकजना शिष्यले आफ्ना परिपक्व गुरुसँग प्रश्न राख्नुहुन्छ। त्यो प्रश्न के हो भने गुरुलाई के भन्नुहुन्छ उहाँले भने विवाहको विषयमा मलाई भन्नुहोस् न गुरुदेव भनेर भन्नुहुन्छ। विवाह के हो भनेर प्रश्न गर्नुहुन्छ। गुरुले त्यस सन्दर्भमा के भन्नुहुन्छ भने विवाह कस्तो कुरा हो भने तिमी एकै साथ जन्मेका थियौ, साथ साथ रहन्छौ र मृत्युसम्म पनि तिमी साथै रहन्छौ, त्यो नै विवाह हो भनेर उहाँले भन्नुहुन्छ। विवाह भइसकेपछि पति पत्नीले एक आपसमा अनन्य प्रेम गर, तर जसरी तिमी प्रेम गर्छौ तर त्यो प्रेमले तिमी एक आपसमा बन्धनमा नपर। प्रेमको कारणले तिमी दुवैजना बन्धनमा चाहिँ नपर। कस्तो प्रेम गर भने जसरी समुद्र किनारामा आएर तरङ्गित हुन्छ त्यस्तै तरङ्गित समुद्र जस्तै तिमी हौ भनेर भन्नुहुन्छ। विवाहको जोडीलाई भनेको उहाँले। अर्को के छ भनेदेखि तिमी विवाह जोडी छौ, एक आपसमा मिलेर बस, मिठो पिठो जे छ खाऊ, तर एउटै थालमा नखाऊ भनेर भन्नुहुन्छ। त्यस्तै भोजन पकाएर तिमी आपसमा भाग लगाएर बराबर भाग लगाएर खाऊ, तर एउटै रोटी दुईजनाले नखाऊ। आपसमा खुसियाली बाँड, प्रसन्नता बाँड, हाँसी खुसी रमाऊ, रमाएर जिन्दगी बिताऊ, तर एकको शान्ति अर्कोले हस्तक्षेप नगर। दुवैले एकान्तमा बस्ने पनि कोसिस गर अथवा एकान्तमा बस्ने अभ्यास गर, एकले अर्कोलाई डिस्टर्ब पनि नगर। जसरी कुनै एउटा गिटारको तार सँगसँगै हुन्छन् तर एक आपसमा जोडिएका हुँदैनन्, त्यसै गरी तिमी पनि यति खुसी हौ, यति प्रेम गर, तर नजिक बसेर होइन, अलिकति टाढा बसेर। जस्तै गिटारको तार पनि अलिकति एक आपसमा टाढा हुन्छ तर त्यसले अत्यन्त मिठो सङ्गीत सँगसँगै त्यो तरङ्गित हुन्छ, सँगै आनन्द दिन्छ। गिटारको तार जस्तै अलग भएर बस। जस्तै घर अथवा मन्दिरको थामहरू अथवा खम्माहरू पनि एक आपसमा जोडिएका हुँदैनन् तर अलग हुन्छन्, तर साथै हुन्छन्। विवाह पनि त्यही नै हो, त्यस्तै हुन सिक। त्यो भयो भने मात्रै त्यो विवाह सुन्दर हुन्छ, सुखी हुन्छ र आनन्दित हुन्छ। धन्यवाद।